हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भ्लग। सो गाइज, आजको भ्लग एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ किनभने आज म दिँदैछु हाउस टुर, मेरो आफ्नै घरको टुर। सो गाइज, लेट्स गो। सो गाइज, यो चाहिँ हाम्रो फर्स्ट कोठा हो। सो गाइज, हेर्नुहोला, त्यहाँ हाम्रो फ्रिज छ, भाँडाकुँडाहरू, यो बेड भयो। हाम्रो बत्ती आएन, हाम्रो सोलर छ। गाउँमा धेरै बत्ती आउँदैन नि त। सो गाइज, यो हो। सो गाइज, हामी चाहिँ फर्स्टमा हाम्रो फ्रिज देखाउँछ। हाम्रो फ्रिजमा चाहिँ नि केही नि छैन, छन त। सो गाइज, यो हाम्रो फ्रिज भयो। सो गाइज, यतापट्टि छ हाम्रो, यो चाहिँ नि हाम्रो भाँडाकुँडाहरू। यो चाहिँ एक्स्ट्रा डेली उसमा युज हुन्न नि त, कहिलेकाहीँ मात्रै युज हुन्छ, त्यही भएर हामीले यता सजाएर राखेको। त्यो चाहिँ नि हाम्रो ड्याड र ममको फोटो भयो। हामीले चाहिँ कपडाहरू चाहिँ यता राख्छौँ, यो बेडको माथि। यो चाहिँ नि हाम्रो बेड भइहाल्यो। सो गाइज, यहाँ चाहिँ हामीले टिभी राखेको छ। टिभी हाम्रो चाहिँ यस्तो टिभी छ। अनि त्यसपछि हाम्रो यहाँ तलपट्टि छ हाम्रो मेकअपको सामानहरू, अनि चाहिने सामानहरू, बत्तीहरू, अनि त्यो मेकअप अनि लोसनहरू राखेको छ हामीले यहाँ। सो गाइस, यो थियो हाम्रो मम ड्याडको रुम। सो अब हामी किचन देखाउने छौँ। गाइस, अहिले म हिँडिरहेको ठाउँ चाहिँ पिँढी हो। सो हाम्रो किचन चाहिँ यतापट्टि छ। यो चाहिँ हाम्रो किचनको ढोका हो। बिरालो छ, बिरालो थुनिराखेको। हेर्नु होला गाइस, सिरी वेलकम गरे अहिले। हाई, अर्को नि आयो। सिरी कता हो सिरी, आइज यता। सो गाइस, अर्को बिरालो नि आछ यहाँ। आऊ 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 सिरी सिरी। सो गाइस, यो चाहिँ हाम्रो किचन हो। किचनबाट हाम्रो भ्यू चाहिँ यस्तो देखिन्छ। गाउँमा चाहिँ बत्ती आउँदैन नि त, त्यही भएर भित्र अलि अँध्यारो रहेछ। सो गाइस, किचनमा त के देखाउनु छ र होइन, तर पनि त्यहाँ चाहिँ नि हाम्रो उस छ कि, यो चाहिँ नि हाम्रो किफी भाउना हो। त्यो चाहिँ हामीले पूजा गर्ने ठाउँ हो। देखाउन नमिल्यो तर मैले देखाइदिएँ, सरी ल गाइज। सो गाइज, यो चाहिँ हाम्रो भाँडाकुँडा हो। अहिले बत्ती नआएर अलि अँध्यारो रहेछ, तर पनि ठिकै छ, राम्रै देखेको छ। गाइज, गाउँमा त्यो दाउराले मात्रै आगो फुक्दैन कि, हामीले ग्यास चुल्हा पनि चलाउँछ, अनि दुइटैमा खाना पकाउँछ कि हामीले। सो गाइज, यो चाहिँ नि सोलर बत्ती हो, अलिक मधुरो बोले गाउँमा त यस्तै हो नि त। सो गाइज, हेर्नु न हाम्रो ग्यास चुलो। सो गाइज, यो चाहिँ हाम्रो ग्यास चुलोहरू हो। हामीले यहाँ नि खाना बनाउँछ, अनि हामीले यहाँ पनि खाना बनाउँछ। सो गाइज, हाम्रो खानेपानीको बोतलहरू चाहिँ नि यहाँ यसरी ढोकाको साइडमा राख्छ हामीले जहिले पनि। सो गाइज, यो चाहिँ नि यो माथि जाने चाहिँ नि आँटी हो। यहाँ हाम्रो स्टोर रुम भन्ने नै हुन्छ होइन। गाइज, यहाँ चाहिँ नि खाना पकाउँछ नि गाउँघरमा, खाना पकाउने कि त्यो माथि यसरी ढोकाहरू राख्छ कि, यो ढोकामा चाहिँ नि हामीले दाउरा राख्छ। किनभने ढोकामा दाउरा राख्यो भने सुक्छ कि, सुकेर अनि आगो बोल्छ नि त, यो मजाले आगो बोल्छ। सो गाइज, हामीले यहाँ चाहिँ दाउराहरू राखेको छौँ। सो गाइज, यो चाहिँ हाम्रो रकी हो, भित्रै आइरहेछ। रकी बाहिर बाहिर जा, बाहिर बाहिर बस् त। यो भित्र आयो भने बिरालोको भात खान्छ कि यसले। सो गाइज, मैले चाहिँ नि यो कोठा किन देखाइन भन्ने लाग्यो होला। यो चाहिँ नि हाम्रो अलि बनाउँदैछ कि, अलि कम्प्लिट भएन, त्यही भएर मैले यसलाई नदेखाएको। यो बनाइसकेपछि फेरि दोस्रोचोटि मैले हाउस टुर गर्ने सोचमा छु। यहाँ चाहिँ नि गमलाहरू राखेको छ। सो गाइज, अब लास्ट कोठा रहेको छ, एउटा कोठा।
सो हाम्रो घरमा चाहिँ घर ठुलो भयो नि गाउँको घरमा त कोठाहरू धेरै हुन्न नि त त्यही भएर 4वटा कोठा थियो एउटा बनाउँदै छ अनि 2टा चाहिँ मैले किचन र एउटा बेडरुम मम ड्याडको बेडरुम देखायो सो गाइज हाम्रो कोठा हामी बच्चाहरूको कोठा चाहिँ यहाँ छ हेर्नु होला गाइज सो गाइज यो चाहिँ हाम्रो कोठा हो सो बाहिरबाट चाहिँ हेर्दाखेरि यस्तो छ म अलि टाढाबाट देखिन्छु गाइज सो गाइज यो चाहिँ बिचको हाम्रो कोठा हो यो चाहिँ नि रातभरि कता कता आज दिनभरि सुतेर बसी हो हेर्नु होला लम्फचार परेर यसको नाम चाहिँ काले हो है गाइज काले सो गाइज यो चाहिँ नि हाम्रो रक्की हो यसको नाम रक्की हो त्यो बिरालो बच्चालाई के गर्दाखेरि यो कुकुरहरूले बिरालो बच्चा खान्छ कि सो गाइज हेर्नु होला यो हाम्रो कोठा हो सो गाइज यस्तो छ कोठामा चाहिँ नि यहाँ चाहिँ नि म सुत्छ त्यहाँ चाहिँ नि खाली हुन्छ त्यो बेड त्यही भएर हामीले मिलासेर होइन सो गाइज यो चाहिँ नि सोलर बत्ती नै हो यो पनि अब टाढोबाट हेर्नु गाइज कस्तो देखिन्छ सो गाइज यो चाहिँ नि मेरो रुम हो सो गाइज हाम्रो चाहिँ नि यो चाहिँ नि लाइट हो यो चाहिँ नि सोलर हो यस्तो हो होइन अनि त्यसपछि हेर्नु होला गाइज यो चाहिँ नि हाम्रो चाहिँ नि मेरो सजाउने कुराहरू हो यस्तो छ सो गाइज मेरो सामान चाहिँ नि धेरै छैन मेरो सामानहरू यति नै यो ज्वेलरी हातको त्यो बालाहरू अनि नन पालिसहरू त्यो वेब टिस्यु भयो अनि यिनीहरू छ यिनीहरू भयो यो चाहिँ नि बक्सा चाहिँ नि कलर यस्तो है फेरि कति नधोइछ भन्दाखेरि सो गाइज यो चाहिँ नि हाम्रो कोठाको सजाउने कुरा यति नै हो धेरै छैन किनभने म कहिले यहाँ कहिले पोखरा बस्छु नि त त्यही भएर सो गाइज यो फुल चाहिँ मलाई विद्या गुरुङले दिएको हाम्रो छिमेकी बहिनीले सो गाइज यसरी यहाँ राख्छ होइन वाउ ब्युटिफुल देखेछ सो गाइज हामीले चाहिँ नि यहाँ यसरी झिलिमिली बत्तीहरू टाँसे थियो लाइट नआएर चाहिँ हामीले अहिले यो बाल्न पाएनौँ सजाउन पाएनौँ होइन सो गाइज ब्याक क्यामेराबाट चाहिँ यस्तो देखिन्छ है हाम्रो कोठाको भ्यू क्यामेरामा भन्दा नि रियलमा एस्थेटिक हुन्छ होइन सबै कुरा त्यस्तै हो सो गाइज यो चाहिँ नि हाम्रो आँटी जाने बाटो हो कसले राखे हातपिक फेरि बेच्छ त भयो यार सो डोन्ट माइन्ड गाइज यो चाहिँ मेरो क्याप हो मैले किनेको यो हामी बजार घुम्न जाँदाखेरि किनेको सो रक्की भाइ के छ हालखबर खाजा खायो खायो रक्की 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 भनेर कान ठाडो भन्छ यहाँ सो गाइज यो चाहिँ नि त्यो लाइट बक्स हो यसमा चाहिँ नि धेरै कलरहरू आउँछ कि यहाँ वाउ यसरी भिडियो बनाउन सक्नुहुन्छ तपाईहरूलाई ओ सो गाइस म अब बाहिरको भ्यू देखाउँछु हाम्रो घरको सो लेट्स गो सो गाइस हाम्रो बिरालो चाहिँ नि बिरामी भइरहेछ अहिले मैले थाहा पाएँ ए काले ओए क्यामेरामा आउँछ यार काले भाइ यो चाहिँ भोटे कुकुर है गाइस भोटे कुकुर यो चाहिँ नि हाम्रो रक्की भाइ सो गाइस आँगनमा हाम्रो कपडाहरू सुकिरहेछ हाम्रो आमा चाहिँ नि यहाँ कपडा धोइरहेको बारीमा आज मकै खनेर हेर्नु होला गाइस हेलो गाइस भन न थ्याङ्क यू हेलो गाइस भन न हेलो गाइस थ्याङ्क यू थ्याङ्क यू मकै खनेर आयो जुसिबीको छाङ्रा हाल्यो यहाँ लुगा धुन दियो छोरीले हामीले नि गर्ने काम त घेराउन देखायो सो गाइस हाम्रो घरको झन्डा चाहिँ नि अहिले फाटे छ यो चाहिँ नि फेर्ने बेला भइसक्यो छ सो गाइस हेर्नु होला
यो चाहिँ नि हाम्रो आँगन हो। गाइस हाम्रो बारीमा अहिले घिरमलाहरू बोडीहरू सिमीहरू फले त म देखाउँछु तपाईहरुलाई। गाइस यो चाहिँ हाम्रो घरको सिमी हो, हाम्रो घरमै फलेको। हेर्नु होला यस्तो छ। हामीले चाहिँ टिपेर खाइसक्यो। यो चाहिँ घिरमला हो गाइस, घिरमला। त्यहाँ नि फले हेर्नु होला गाइस घिरमला। सो गाइस म अहिले मकै बारीमा आइपुगेँ। हेर्नु होला यो चाहिँ हाम्रो मकै बारी हो। म देखाउँछु नजिकबाट। यो हाम्रो मकै हो, खाने बेला भएन अहिले। यो चाहिँ अलि उस्तै छ के अरे मकै राम्रो चलिहाल्यो होइन, हरियै छ नि त। यो सानो पनि छ हेर्नु होला। ए रकी नचलाइ। सो गाइस हेर्नु होला यो चाहिँ अहिले दिनमा आमाले खनेको हो मकै। हेर्नु होला रकी नचला। हेर्नु होला गाइस यो हाम्रो मकै बारी हो। सो गाइस हामीले खोर्सानी पनि रोपेछौँ यहाँ। त्यसले खिच्नै दिएन के वा रकी रकी जा सो गाइस एउटा खोर्सानी चाहिँ नि यहाँ माथि भेट्टामा फलेछ। यो भैँको खोर्सानी चाहिँ नि राम्ररी फलेन। भैँको खोर्सानी यस्तो छ, यस्तो छ, यस्तो छ, यस्तो छ। हेर्नु होला यहाँ भेट्टामा फलेको खोर्सानी चाहिँ यस्तो छ। क्या डिफ्रेन्ट। सो गाइस यो चाहिँ हाम्रो सिमी हो, सिमी। मकैमा लाउने बोडी भने सिमी भने यही हो। हेर्नु होला गाइस क्या मस्तरी फलेछ। तर यो अहिले भित्र चाहिँ नि त्यो बोडी हाले होइन, बाहिर बोकेर चाहिँ खान मिल्छ। हेर्नु होला गाइस हाम्रो घरको काँक्रा चाहिँ नि सानो फलेछ, बल्ल यहाँ बचिला हालेछ। हेर्नु होला यस्तो गर्नुपर्छ। अनि ऊ हाम्रो काँक्रा भनेर यसो देखाउँछ कि यसरी देखायो भने काँक्रा कुहिन्छ नि त। अर्को ठाउँमा चाहिँ नि यहाँ सानो काँक्रा फलेर रहेछ। सो गाइस यो चाहिँ नि हाम्रो बारीको भेट्टाको फुल हो, फ्लावरहरू। वाउ कति राम्रो छ। हेर्नु होला वहीँ टाढासम्म छ। सो गाइस अहिले म यहाँ हाम्रो बारीको फुलसँग छु, फुल भएको ठाउँमा छु। हेर्नु होला गाइस पर्पल कलरको सानो सानो फ्लावरहरू। यहाँ लान त मिल्दैन होला तर पनि लगाइदिए। सो गाइस हेर्नु होला कति राम्रो। वाउ। सो गाइस यहाँ चाहिँ धेरै मच्छरहरू आहा, त्यही भएर म निस्किन्छु। हाम्रो घरको काँक्रा अर्को नि भेट्यो। हेर्नु होला यो पुड्केवाले रहेछ। फेरि रकी भाइ, फेरि रकी भाइ। ओए 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 टोक्लै जस्तो गर्छ यार। यहाँ रकी भाइ सु गर्न आइरहेछ। सो गाइस हामीले कोदो बारी देखाएको छैन। हेर्नु होला म नजिकैबाट देखाइदिन्छु। यहाँ रकी म आएर चाहिँ मेरो पछि आएर यहाँ मकै बारी सबै उस गरियो, त्यही भएर म बाई बाई भन्न चाहन्छु। सो गाइस यो चाहिँ हाम्रो कुचा हो, कुचाको बुट हो। अनि यहाँ छ एउटा के छ भने यहाँ छ यो चाहिँ नि केराको बुट हो। यहाँ चाहिँ नि अरू बाख्राको बुट हो। यो बुट मात्रै हो, केही फल्दैन। यो केरामा चाहिँ नि फल्ला जस्तो स्थिति हो, तर त्यो खान मिल्दैन होला। फाइनली गाइस मैले चाहिँ मेरो हाउस टुर चाहिँ नि हाउस टुरको साथमा मैले चाहिँ मेरो बारीहरू टुर पनि गराइसकेँ। सो गाइस आमा चाहिँ यहाँ कपडा धुँदैछ। सो गाइस यो चाहिँ नि हाम्रो धारा हो, अलि कलर लाएन, ल कलर लाएर मर्मत गर्न पर्छ। सो गाइस हेर्नु होला हाम्रो आमा केश कुमारी। यहाँ डिटोल हट्छ गयो कि क्या होइन हेरेको काले काले ठिक छ काले। यो चाहिँ नि भोटे कुकुर हो।
हाम्रो घरको त होइन, हाम्रो घर आएर बस्छ। यो रक्कीले ल्याएको हो कि साथी। सो गाइस यो चाहिँ नि सहरको, त्यो चाहिँ नि गाउँको कुकुर हो, हेर्नु होला। सो गाइस यो चाहिँ नि हाम्रो घरको फ्लावर यस्तो भइरहेछ बिचरा। अर्को चाहिँ नि राम्रै हो। अथुथुथु। सो गाइस हेर्नु होला हाम्रो घरको रोज फ्लावर। सो गाइस म चाहिँ नि एउटा कुरा भन्न आएको होइन, मेरो फोनमा चाहिँ नि यो 31080 बत्ती आयो ल त्यो के अरे 31080 भन्ने त्यो एन्सलको एउटा उसमा त्यत्तिकै मिस्टेकले आठाइदिएर रहेछ होइन। अनि त्यो प्याक लिएर रहेछ कि होइन। त्यसबाट चाहिँ दिनको एउटा इङ्ग्लिसमा एउटा नेपालीमा चाहिँ म्यासेज पठाउँछ एन्सलले। सो गाइस आज चाहिँ एउटा चाहिँ नि ठुलै कुरा भने यो एन्सलले। सो गाइस म देखाउँछु हेर्नु होला। यहाँ चाहिँ नि जिन्दगी एउटा यस्तो शब्द हो जसलाई बुझ्न पुरै जिन्दगी लाग्छ। हो वाह 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 वाह। अनि एउटा छ फेरि, कहिल्यै हार नमान्नुहोस्, धेरै जसो मानिसलाई यो नै थाहा हुन्न कि उनीहरू सफलताको कति नजिक थिए भनेर। वाह 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 वाह। केही मिल्दैन दुनियाँमा मेहनत बिना, घाम आएपछि मात्र मिल्ने गर्छ आफ्नो छाया पनि। केही मिल्दैन दुनियाँमा मेहनत बिना, घाम आएपछि मात्र मिल्ने गर्छ आफ्नो छाया पनि। वाह 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 वाह। सो गाइस यसको चाहिँ नि छुट्टै भिडियो बनाउन पर्ला जस्तो हो। सो गाइस अहिले चाहिँ नि यसलाई राखौँ होला। सो गाइस मलाई चाहिँ नि आज मात्रै हेर्नु कि जहिले नि त्यस्तै हो। मैले भिडियो बनाइसकेर इन पनि गर्न सकेको थिएँ, तर ठ्याक्कै बत्ती आयो कि लाइन आयो, त्यही भएर। सो गाइस फेरि म यो हाम्रो कोठामा यो झिलमिली तास थिएँ नि त, म त्यो देखाउँछु है त। सो गाइस यस्तो छ हेर्नु होला गाइस। यही हो मैले झिलिमिली भनेको। कस्तो लाग्यो कमेन्ट बिलो। यो चाहिँ नि हाम्रो काजी दिदीको घर हो। यहाँ चाहिँ नि भ्यू राम्रो आउँछ, त्यही भएर म यहाँ आएको। सो गाइस आजको भिडियो चाहिँ नि यति नै थियो। थ्याङ्क यू सो मच फर वाचिङ। नेक्स्ट टाइम भेटौँला। बाई अर्को भिडियोमा। बाई।